मैं पूरी वाली हूँ। अरे तकिया वाली बस लाला हुन्छ के हुन्छ आबे हुन्छ हैप्पी बर्थडे इताले के तेरो हुन्छ तारे के बोला पारो छ हालन न भन्नुलाई जेमा बाटो खान्छ मेरो बाबु को आया रे एकदम मिर्ची वाली मैं पूरी वाली हूँ। अरे तकिया वाली बस पूरी पकाने वाली भी थी ना ड्राई वाली हूँ ढाई वाली हूँ मन के तातर है यता आलु वाली हूँ भन्नु खोज्छ आलु वाली हूँ गर्मी छ के यार गर्मी छ यार के गर्नु आज फेरि बर्थडे हाम्रो बर्थडेको तयारी यस्तो भइरहेछ हैन गाह्रो छ गर्मी पनि धेरै गर्मी छ हैन अब गर्मी भए पनि के गर्नु हाम्रो तयारी भइरहेछ यता लाला हुन्छ के हुन्छ आबे हुन्छ अनि माथि गर न भएन रे बिग्रा रे अहिले के स्प्रे छिट्यो यसो टक्का गराउ त नानी टक्का गराउ त यसो टक्का गराउ त कुर्सीमा टक्का गर क्या कुर्सीमा टक्का गराउ त माथि आदि गर न माथि यो किन राम्रो सकिएको के त्यो सकियो नि हाल अब यो लप्पु अब यहाँ यो पुगै ह्यापी बर्थडे बोल है ओइ बर्थडे गान लाग्यो बताउ त्यो पटपट गए त्यो स्प्रे अहिले नछिटेछ पछाडिबाट छिट्यो यो केकमा नपरे त्यो त धन्न त भाइ त्यो धन्न त भाइ मैले म छिटिन्छु ल ल ह्यापी बर्थडे ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे इताले के तेरो हुन्छ तारे के बोला पारो छ नानी डराई क्या जैन सात हराइदिएछन् नानी डराएछ क्या ज्यावाला हाल मेरो त केटाकेटीको यसो जेसरीले भए पनि केटाकेटीको इच्छा रहर त भइगयो हैन अब बच्चा बच्ची केटाकेटी उसमा चाहिँ अब यस्तै हो हाम्रो मेकअप म्यान फेरि टक्क आइहाल्नुहुन्छ कि मेकअप गर्नलाई हैन अब यो केकमा लागेको यसो पोसपास गर्नलाई मेकअप म्यान आइहाल्नुहुन्छ फेरि हैन जेसरीले अब केटाकेटीको त्यही त हो नि रहर अब बर्थडे सड्डे मनाउने यताउता हुन्थ्यो डेकोरेसन पनि अब अलि राम्रोसँग गर्न पाएन बेलुन अलि कम भयो क्या बेलुन अलि धेरै भएको भए राम्रो हुन्थ्यो हैन के गर्ने यस्तै हो अब केटाकेटीको अलिअलि सानो सानो गद्राङ गुद्रुङ हो हैन